औरही गाउँपालिकामा मेयर शिक्षा समृद्धि कार्यक्रम अन्तर्गत आमा समूहको सक्रियता। औरही गाउँपालिका वार्ड नम्बर 3 जमुआ सदाई टोलमा आसमा नेपाल र औरही गाउँपालिकाको सहकार्यमा सञ्चालित मेयर शिक्षा समृद्धि कार्यक्रम अन्तर्गत आज अभिभावक व्यवस्थापन समितिको बैठक सम्पन्न भयो। बैठकमा 4 वटा महत्त्वपूर्ण प्रस्तावमाथि छलफल भयो, जसमा अनियमित बालबालिकालाई विद्यालय नियमित पठाउने, जन्मदर्ता शिविर सञ्चालन गर्ने, सिकाइ कुना निर्माण गर्ने, बनिसकेको सिकाइ कुनामा विद्यार्थी नियमित रूपमा पढ्न लगाउने बानी लगाउने लगायतका विषयमा समेटिएका थिए। छलफलका क्रममा एकजना अभिभावकले आफ्नो कुरा राख्दै भन्नुभयो, एकजना अभिभावक आफ्नो बच्चालाई कहिले विद्यालय नपठाउने र हामीहरूले भन्दाखेरि उल्टे हामीमाथि जाय लाग्ने गालीगलौज गर्ने जस्ता व्यवहार गरिराखेको भन्दै आवाज उठाए। त्यसपछि आसमा नेपालको कर्मचारीले त्यो अभिभावकलाई बोलाउन लगाए, बोलाएर कुरा गरे, सम्झाए। त्यसपछि सरस्वती आमा समूहका महिलाहरूले समाजको भविष्य शिक्षासँग जोडिएको बताउँदै ती अभिभावकलाई सम्झाउने प्रयास गरे। शिक्षाको महत्त्व बारेमा गहिरो छलफल गरेपछि ती अभिभावक सहमत भई आफ्नो बच्चालाई विद्यालय पठाउने प्रतिबद्धता जनाए। त्यसपछि आमा समूहका महिलाहरू र अन्य अभिभावकहरू मिलेर सो बालकलाई खोजी गरी विद्यालय पुर्याए। साथै ती अभिभावकले भविष्यमा आफ्नो बच्चालाई नियमित रूपमा विद्यालय पठाउने र आज दिएका आवत जावत खर्चबाट कापी र पेनमा खर्च गर्ने बाचा गरे। यस घटनाले गाउँमा शिक्षा प्रति सचेतना बढेको देखिन्छ भन्ने आमा समूहको पहलले शिक्षा अभियानलाई थप सशक्त बनाएको प्रमाणित गरेका छ। कल्पमुद हो का निकालो आदमी के है, निकालो चल पढ़ाई ला चल औरही गाउँपालिकामा भिसेन्त फेरर फाउन्डेसनको आर्थिक सहयोग, आसमा नेपाल र औरही गाउँपालिकाको सहकार्यमा सञ्चालित बालबालिकाको लागि गुणस्तरीय शिक्षा तथा बाल संरक्षण प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत औरही गाउँपालिकामा 351 विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएका छन्। औरही गाउँपालिकामा बालबालिकाको लागि गरिएको शैक्षिक र बाल संरक्षण सहयोगलाई उजागर गर्छ। आसमा नेपाल र औरही गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको यस परियोजनाले 13 वटा विद्यालयमा निशुल्क ट्युसन सेन्टर स्थापना गरेर कमजोर विद्यार्थीहरूलाई थप सहयोग पुर्याएको छ। यस परियोजनाले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेर उनीहरूको शिक्षा प्रक्रियामा निरन्तरता र उत्साह ल्याएको छ। वार्ड नम्बर 3 मा रहेको श्री आधारभूत विद्यालय खजनपुरको प्र ओमेन्द्र यादव भन्छन्, निशुल्क ट्युसन सेन्टरको जुन व्यवस्था गरिएको छ त्यो ट्युसन सेन्टरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत प्रदान गरिएकोमा विद्यार्थीहरूलाई नियमित रूपमा पढ्नको लागि इच्छा शक्ति जागेको र जुन बच्चाहरूलाई कापी डटको अभाव भएको कारण विद्यालय आउन मानिरहेको थिएन त्यो विद्यार्थीहरू समेत सधैँ आउँछन् र शिक्षामा परिवर्तनको लागि आसमान नेपालले सकारात्मक पहल गर्दै अगाडि बढ़िराखेका छन्। नमस्कार, हम उमेंद्र कुमार यादव श्री आधारभूत विद्यालय खजनपुर और ही 3 के पढ़ जे आए अपने के आसमान नेपाल से जे 15टा विद्यालय में जे अपने के कमजोर विद्यार्थी सबके लक्षित कक जे आसमान नेपाल अपने के कार्यक्रम लौने है। वैसे बच्चा सब अपने के प्रत्येक विद्यालय में 25 सलक 27 टैब अवश्य ऐसा अपने के शैक्षिक जैसे गुणस्तरीयता में शैक्षिक क्षेत्र में शिक्षा में कतौ न कतौ परिवर्तन हेतै। तै हम सबसे पहले आसमान नेपाल के धन्यवाद दिला चाहे छी जे आई हमरा सबके विद्यालय लगायत जे अपना औरही पालिका के
15टा विद्यालय में जे कमजोर विद्यार्थी सबके जे शैक्षिक अवस्था या शैक्षिक क्रियाकलाप में जे सुधार अबै ताहिके उद्देश्य से जे थप कक्षा संचालन भेल है हमरा सबके ओहिसँ हमसब बड़ खुशी छी। आगामी दिन में एहन कार्यक्रम सब और जे है से हमरा विद्यालय त्यस्तै विद्यालयमा बाल क्लब गठन गरिसकेपछि विद्यार्थीहरूको पढाइप्रतिको रुचिमा वृद्धि भएको प्र अमेन्द्र यादवले बताएका छन्। बाल क्लबलाई खेलकुदका सामग्री वितरणपछि विद्यालयमा थप शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्न सहज भएको र विद्यार्थीहरूमा उत्साह झल्किएको उनी बताउँछन्। यादव भन्छन् विद्यालयमा शुक्रबारको दिन हुने कार्यक्रमको बारेमा कुरा गर्दै भने बाल क्लब गठनपछि विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढेको छ। यादवले विद्यार्थीहरूको शैक्षिक र खेलकुदको क्षेत्रमा सहभागिता बढाइएको छ। अतिरिक्त क्रियाकलाप र शैक्षिक सामग्री पाएपछि विद्यार्थीदेखि शिक्षकसम्म सबै खुसी भएका छन्। आसमान नेपाल टिमलाई यस सहयोगका लागि धन्यवाद दिँदै यादवले विद्यालयका विद्यार्थीहरूको शैक्षिक सुधारमा यो पहलले महत्त्वपूर्ण योगदान पुर्याएको कुरा बताएका छन्। बाल क्लब गठनले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउनको भन्दै विद्यार्थीहरूले नयाँ सामग्री र गतिविधिहरू मार्फत थप सिक्ने र अभ्यास गर्ने अवसर पाएको शिक्षकहरूले पनि प्रशंसा गरेका छन्। यस पहलले विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउने विश्वास गरेको छ। आसमान नेपाल के सबसे पहले हम धन्यवाद दैला चाहे छी कि बच्चा सबके चौतरफी विकास करे के उद्देश्य से जे आई प्रत्येक अपने के सामुदायिक विद्यालय सब में जे बाल क्लब गठन केने है वही से बच्चा सबके खेल प्रति अभिरुचि सेहो बढ़े है और पढ़ाई लिखाई प्रति बच्चा सबके जैसे अभिरुचि जगबे है। ताहि के उद्देश्य से आई हमरा अहाँ के आधारभूत विद्यालय खजनपुर में जे बच्चा सबके खेलकूद सामग्री दिलकै ताहि के लेल हम सबसे पहले उनका आसमान नेपाल के टीम के बहुत बहुत धन्यवाद दैला चाहे छियै कि आगामी दिन में एनाही हमरा विद्यालय में एहने सपोर्ट करते रहे। हस्त धन्यवाद। अभिभावक दिपेन्द्र यादवको भनाइले यस कार्यक्रमको सकारात्मक प्रभावलाई अस्पष्ट पार्छ। उनले भन्नुभएको छ कि यस्तो सहयोगले विभिन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराएर पढ्नमा इच्छा शक्ति र प्रेरणा दिने काम गरिरहेको छ। यस प्रकारका कार्यक्रमहरूले समाजमा शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने मद्दत पुर्याउँछन्। यो सहयोग र शैक्षिक सामग्री वितरणका कारण विद्यार्थीहरूको शिक्षा स्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ र यो आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर चलिराख्दा शिक्षा प्रणालीमा थप सुधार र परिवर्तन आउनेछन् भन्ने विश्वास व्यक्त गरेको छ। धन्यवाद। नमस्कार, हम दीपेन्द्र कुमार यादव औरही गाउँपालिका वडा नंबर 4 के स्थानीय आसमान नेपाल द्वारा जे सिराहा के औरही गाउँपालिका में मेयर शिक्षा समृद्धि कार्यक्रम चले हैं वही के संदर्भ में अगर बात कल जाए तो ये कार्यक्रम औरही गाउँपालिका के शिक्षा सुधार में अभी तक के फिलहाल वर्तमान अवस्था देखल जाए तो नीक पहल कदमी के रूप में देखल जा रहा है। जना आसमान नेपाल के द्वारा शिक्षा जगत में निमन करे के लगी जे शिक्षा के अवस्था है वही के सुधार करे के लगी जे पहल सब है विद्यालय सब में विद्यार्थी सबके विभिन्न दिवस तथा जे उत्सव सब है कार्यक्रम सब में सेलिब्रेट करे के एक दूसर विद्यालय के बीच में विभिन्न दिवस सब में विभिन्न कार्यक्रम सबके आयोजना क प्रतिस्पर्धा के भावना भी उत्पन्न हुई है और वही से विद्यार्थी जे कोनो भी किस्म के प्रतिस्पर्धा में सहभागी भक जे पुरस्कृत हुए तो वही सब विद्यार्थी के मनोबल भी उच्च हुए और वही किस्म के कार्यक्रम सब आसमान नेपाल द्वारा जो संचालन में है ये निमन बात है। तो के बाद अपने के आसमान नेपाल द्वारा जो विद्यार्थी सबके शैक्षिक सामग्री सब विभिन्न समय में गरीब दलित जेहनदार विद्यार्थी सबके शैक्षिक सामग्री सब प्रदान कर रहे जना बैग सब वितरण के ये एकदम निमन बात है। और एक बाद विद्यालय सबके वातावरण स्वच्छ होय के लागि सर सफाई से खाने पानी सबके व्यवस्थापन के लिए भी काम करत अवस्था के देखल जाए ये विद्यालय सबके सुधार में शिक्षा के सुधार के लागि नीक पहल के रूप में मानल जा सके और नीक काम भ रहे ओना अगर कहल जाए तो शिक्षा प्रदान करे के मूल थलो ही नेपाल सरकार के सामुदायिक विद्यालय है और वही सामुदायिक विद्यालय सब के अवस्था अगर निमन जगह का विश्लेषण कल जाए तो अखन को के समय में अई किस्म के विद्यालय सब में पठन पाठन भेनाई शिक्षा के अवस्था भेनाई के मतलब एकदम दुख लागदो अवस्था है और वही अवस्था के सुधार करे के जिम्मेवारी संभवतः सरकार के बने है निश्चित रूप से। लेकिन सरकार के लापरवाही के कारण से आई आसमान नेपाल या एहन NGO सबके आवश्यकता है नहीं तो अपने अगर देखल जाए तो
सरकार के किसिम सबके कार्यक्रम सब पर गंभीरता लऽ कऽ अपनत्व लऽ कऽ करना चाहिए। लेकिन फिर भी औरही गाउँपालिका में आसमान नेपाल द्वारा जो कार्यक्रम संचालित है एहिमे औरही गाउँपालिका के समन्वय और सहकार्य कमिटी में हम निमन देख रहल छियै और ई कार्यक्रम निरंतर चले से हम आशा भी रखेला चाहै छी। हेर्दै गर्नुहोला न्यू प्रेस। औरही गाउँपालिकामा गुणस्तरीय शिक्षा तथा बाल संरक्षण प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत मेयर शिक्षा समृद्धि कार्यक्रमले विद्यालयहरूमा धेरै परिवर्तन देखिएको छ। औरही गाउँपालिका 15 वटा विद्यालयहरूका समावेश गरिएको गुणस्तरीय शिक्षा तथा बाल संरक्षण प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत मेयर शिक्षा समृद्धि कार्यक्रमले विद्यालयहरूमा सकारात्मक परिवर्तन गर्दै गइरहेको छ। यस कार्यक्रमको आर्थिक सहयोग भिसेन्ट फेरर फाउन्डेसनबाट प्राप्त भएको र आसमान नेपालको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रम अन्तर्गत औरही गाउँपालिका 5 वटा विद्यालयहरूमा वास पानी सरसफाई र स्वच्छताका कार्यहरू विद्यालयहरूको साझेदारीमा सञ्चालन गरिएका छन्। प्रत्येक वार्डमा एक विद्यालय लक्षित गरिएको थियो। त्यसै क्रममा श्री शंकर आधारभूत विद्यालय जो वार्ड नम्बर 2 स्थित बनिनियामा रहेको छ खानेपानी शौचालय सरसफाई प्लम्बरको काम धारा फिटिङ र हात धुने बेसिन जस्ता कामहरू सम्पन्न गरिएको छ। विद्यालयहरूमा अझै परिवर्तनको लागि विद्यार्थी शिक्षक विद्यालय र अभिभावकले पालन गर्नुपर्ने आचार संहिता कोड अफ कन्डक्ट पनि तयारी गरिएको छ। यसैसँगै विद्यार्थीहरूले गुणस्तरीय शिक्षा विद्यार्थी शिक्षक विद्यालय र अभिभावकले पालन गर्नुपर्ने आचार संहिता कोड अफ कन्डक्ट पनि तयारी गरिएको छ। यसैसँगै विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि विभिन्न कदमहरू चालिराखेका छन्। विशेष गरी विद्यालयमा शौचालय प्रयोगमा ल्याएपछि विद्यार्थीहरू निकै खुसी भएका छन्। दिवा खाजा वितरणको समयमा पहिला विद्यार्थीहरूलाई एउटै कलमा लाइन लागेर आफ्नो प्लेट धुनुपर्ने अवस्था थियो, तर अहिले एकै स्थानमा धेरै धाराहरू राखिएपछि विद्यार्थीहरूलाई सजिलो भएको छ र उनीहरूले शास्ति खेप्नुबाट बच्न सकेका छन्। विद्यालयमा भएका यी परिवर्तनहरू देखेर व्यवस्थापन समिति अभिभावक र शिक्षकहरूले विभिन्न समस्याहरूमा छलफल गर्दै विद्यालयमा सकारात्मक सुधार ल्याएका छन्। विद्यालयको गुणस्तरीय शिक्षामा आएको सुधारको लागि अभिभावक र शिक्षकहरूले आसमान नेपाल टिमलाई धन्यवाद ज्ञापन गरेका छन्। यस परियोजनाले विद्यालयका भौतिक संरचनामा सुधार मात्र नभई विद्यार्थीको शिक्षा र जीवन स्तरमा पनि सकारात्मक परिवर्तन ल्याउने अपेक्षासहित कार्यक्रमको समन्वय गरिएको छ। हेर्दै गर्नुहोला न्यू प्रेस। शैक्षिक सामग्री वितरण कार्यक्रम 100 विद्यार्थीलाई सहयोग। औरही गाउँपालिका फाउन्डेसन भिसेन्ट फेररको आर्थिक सहयोग र आसमान नेपालको सहकार्यमा सञ्चालित गुणस्तरीय शिक्षा तथा बाल संरक्षण प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत मेयर शिक्षा समृद्धि कार्यक्रम सञ्चालन भएको छ। यस कार्यक्रम अन्तर्गत औरही गाउँपालिकामा कक्षा 1 का नयाँ भर्ना भएका विपन्न तथा अति विपन्न 100 विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। यो सहयोग वार्ड नम्बर 1, 2, 3, 4 र 5 का 100 विद्यार्थीलाई प्रदान गरिएको हो। वितरण गरिएको सामग्रीमा एउटा ब्याग, 1 दर्जन कापी, 2 दर्जन पेन, 1 दर्जन पेन्सिल, 1 दर्जन कलर पेन्सिल, जाडोको लागि एउटा स्वेटर र 2 जोडी विद्यालयको ड्रेस रहेका छन्। कार्यक्रमको उद्घाटनमा औरही गाउँपालिका वार्ड नम्बर 2 का वार्ड अध्यक्ष राम अयोधी यादवले आफ्नो मन्तव्य राख्दै यस्तो कार्यक्रमले गाउँका विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग पुर्याउने र तिनीहरूको शिक्षा क्षेत्रमा प्रगति ल्याउने विश्वास व्यक्त गरे। बैग देलकै, किताब देलकै, कपड़ा देलकै, ओहिके हमरा आरके तऽ कुछो ने कुछो प्रगति शुरू भऽ एहि दुआरे लगानी करै छियै। तऽ लगानी केलाके बाद हम जेना खेती पाती करै छियै आकारमे जे हमरा उपजनी बढ़िया है। कतौ जे हमर मेयर शिक्षा कार्यक्रमके जे हमर कर्मचारी लोकनि या हमर मेयर लोकनि हमर वार्ड अध्यक्ष सब जे है अपने प्रति श्रद्धा है सबके जे ई हमर वार्ड हमर दलित बस्ती केना के निमन हेतै। तऽ निमन होइके लेल हमरा सबके एतेक चाहना है तो चाहना के लिए हमरा सबके उपजा होना चाहिए ने, बच्चा सबमे प्रगति उन्नति होना चाहिए ने। अब तो जे हम अपने सबसे ई कहै ला चाहे कि एहिके कनी अपनो निगरानी करियो बौआ बुच्ची पर जे हमरो बच्चा है वो बच्चा निमन हेतै तऽ भविष्यमा हमरे लेल निमन हेतै। उनले भने शिक्षा नै वास्तविक समृद्धि र भविष्यको आधार हो। यस प्रकारको सहकार्यले विद्यार्थीहरूको भविष्य उज्जवल बनाउनेछ। यस्तै शंकर आधारभूत विद्यालयका प्रधान अध्यापक दिनेश कुमार सिंहले पनि शिक्षा र बाल संरक्षणमा यस्तो पहललाई स्वागत गर्दै यसले विद्यालयका विद्यार्थीहरूलाई अझ बढी प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे। उनले भने शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थीहरूको पढाइमा मद्दत पुग्नेछ र उनीहरूको शैक्षिक स्तरमा वृद्धि हुनेछ। यो कार्यक्रमले औरही गाउँपालिकाका अति विपन्न परिवारका विद्यार्थीहरूको शैक्षिक उन्नतिको मार्ग खोल्ने अपेक्षा गरेको छ। करलके प्रत्येक प्राइस औरही गाउँपालिका के 15 विद्यालय सबमे जो एकटा शिक्षा के उजागर करे के लेल और शिक्षा के वास्तव में अभिवृद्धि केना करबे
तकर बाद में केना शिक्षा गुणस्तर वृद्धि हेतै त्यही हिसाब से प्रत्येक कार्यक्रम में उनका सबसे विद्यार्थी सबके जते सहभागी भेलै संपूर्ण विद्यार्थी सबके उनका सब तरफ से सहयोग स्वरूप शैक्षिक सामग्री लगायत अन्य सामग्री सब उपलब्ध करा के बच्चा सबके बाल बालिका सबके प्रोत्साहन देलकै। ततबे के करलकै बा आसमान नेपाल से अहाँ के प्रत्येक टीम से अहाँ के जतेक विद्यालय में प्रत्येक कक्षा 1 के दलित तथा विपन्न विद्यार्थी सबके शैक्षिक सामग्री सहित झोला वितरण करल जैसे विद्यार्थी सबके नियमितता बढ़ते है शैक्षिक स्तर में वृद्धि हेतै त्यही हिसाब से संपूर्ण बढ़ोतरी हेतै त्यही हिसाब से विभिन्न कार्यक्रम से लाउल के बहुत खुशी के बात है। और अभिभावक समय एक उजागर है न पैदा भेलै से वास्तव में हमरा सबके बाल बालिका अति काम करे धन्यवाद ज्ञापन करलकै दिलकै आसमान नेपाल के संपूर्ण टीम के। तकर बाद में विद्यालय सब में आचार संहिता सब लिखा रहा है अखन प्रिंटिंग करा रहा है ये बहुत एक सराहनीय काम कर रहा है जे शिक्षा क्षेत्र में एक अवश्य नहीं फर्को मारते अवश्य नहीं शिक्षा में उल्लेखनीय उपलब्धि हासिल करे और वृद्धि हेतै से अपेक्षा राख्ने छ। बहुत बढ़िया। अन्तर्राष्ट्रिय शिक्षा दिवस अवसरमा औरही गाउँपालिकामा भव्य कार्यक्रम सम्पन्न। आज औरही गाउँपालिकामा भिसन्त फेरर फाउन्डेसनको आर्थिक सहयोग र आसमान नेपाल र औरही गाउँपालिकाको सहकार्यमा सञ्चालित मेयर शिक्षा समृद्धि कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय शिक्षा दिवस भव्य तरिकाले मनाइयो। यस अवसरमा 15वटा विद्यालयमा विभिन्न कार्यक्रम आयोजना गरिएका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, वडा अध्यक्ष र अभिभावकहरूको उपस्थितिमा शिक्षा र बाल बालिकाको हकमा सकारात्मक सन्देश प्रवाह गरियो। अन्तर्राष्ट्रिय शिक्षा दिवसको यो अवसरमा शिक्षा क्षेत्रमा भएका प्रगतिको मूल्याङ्कन गर्दै बाल बालिकाको शैक्षिक अधिकार गर्ने महत्त्वपूर्ण आवश्यकता र चुनौतीहरूको बारेमा पनि छलफल गरियो। कार्यक्रममा उपस्थित भएका प्रमुख व्यक्तिहरूले बालबालिकाका लागि गुणस्तरीय शिक्षा र प्रभावकारी बाल संरक्षण प्रणालीको महत्त्वमा जोड दिँदै सबैलाई यसको सुदृढीकरणमा सक्रिय भाग लिन आह्वान गरे। कति बस्नुहुन्छ